टायर ल्याउनु पर्यो हाइवेमा गुड्नुहुन्छ नि हैन गुड्छु हाइवे चाहियो जता दिन्छु पछि हाइवे जाने हाइवेमा खासै केही भयो भने त जाने हो तल फेरि अब नयाँ टायर चिकेर हुन्छ यसरी यसरी खिचेर बनाइदिएपछि सारा यसरी 1-2 मिनेटमा नयाँ टायर फेरि ट्युटोरियल नि ब्यालेन्स दिएर मात्रै यसो ब्यालेन्स दिएन भने गाडी यस्तो हुन्छ कि लास्टमा त्यो ब्यालेन्सबाट ब्यालेन्स दिनुपर्छ ब्यालेन्स भएन भने गाडीको हुन्छ अनब्यालेन्स हुन्छ फेरि तपाईँ स्पिड गऱ्यो भने त्यो दिन्छ गाडी नेक्स्ट यो टायर यो 10-15 वर्ष पहिलाको टायर छ नि त्यस्तो ओरिजिनल हुन्न नि अहिले टायर त्यही कम्पनीको भए पनि पहिला जस्ता पहिलाको र अहिलेको टेक्नोलोजी फरक भने टेक्नोलोजी ऊ पनि धेरै फरक हुन्छ कि पहिला जुन मेटेरियलहरू राखेको हुन्छ नि अब यिनीहरूले अहिले व्यापारिक पोलिसीमा गइसक्यो कि अनि त्यो पनि भयो अनि कम्पिटिसन भएपछि यिनीहरूले अब सस्ता सामान राखेर निकाल्न थाले कि त्यही त पहिला एक लौडी थियो नि अनि यो आमा ब्रिज जस्ता कति निक्ले कति निक्ल्यो अहिले धेरै खाने धनी मान्छे भनेको फेरि अमेरिकाको मिसेलान भन्ने कम्पनी थियो क्या मिचिगन भन्ने ठाउँ छ नि अमेरिकाको हो त्यस टायर थियो क्या